अब न्युजमा स्वागत छ। सुरुमा हेडलाइन्स। उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको छठ पर्व विधिपूर्वक सम्पन्न। ट्र्याक्टरले किचेर एक बालिकाको मृत्यु, एम्बुलेन्सको ठक्करले एक बालकको मृत्यु। आज विश्व मधुमेह दिवस। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइयो। नेपाल विकास र समृद्धिको बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ। र सीएनएनद्वारा ट्रम्प प्रशासनले विरुद्ध मुद्दा दायर, आफ्नो पत्रकारको परिचय पत्र व्हाइट हाउस प्रवेशको लागि रद्द गरेको भनाइ। अब समाचार विस्तारमा। मिथिलाञ्चल सहित देशव्यापी रूपमा मनाइएको 4 दिवसीय छठ पूजा कार्तिक शुक्ल सप्तमीको दिन उदाउँदो सूर्यलाई भोरको अर्घ्य दिई सम्पन्न भएको छ। अहिंसा र भेदभाव रहित समाजका लागि मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्दै देशकै महत्त्वपूर्ण पर्वको रूपमा परिचय छठ पूजाको क्रममा हिजो साँझको समयमा सूर्य देवतालाई प्रसादको रूपमा अर्घ अर्पण गरिएको। प्रसाद आज बिहान उदाएको सूर्यलाई व्रतालुले जलाशयमा स्थान पश्चात उभेर पूजापाठ गरी भोरका अर्घ्य दिएर सम्पन्न भएको हो। सबैभन्दा लोकप्रिय एवं श्रद्धा र सामाजिक सद्भावको उत्कृष्ट पर्वको रूपमा रहेको छठ पर्वको लागि जनकपुरका विभिन्न पोखरी, तलाब, कुवा तथा इनारहरूमा छठका सामग्री सहित व्रतालु भक्तजनहरूको घुइँचो लागेको थियो। छठ गर्ने व्रतालुहरू आज बिहानैदेखि जनकपुरका गङ्गासागर, धनुसागर, अर्गजा, सरसागर, दशरथ तलाव, रत्नसागर, रुक्मणी, लब्की पोखरी सहितका दर्जनौं पोखरीहरूमा पूजा सामग्री सूर्यलाई अर्पण गरी छठ घाटबाट घर फर्किँदैछन्। मुख्य विधि अन्तर्गत पहिलो दिन चतुर्थीको विधिमा अर्बा अर्बाइन गरिन्छ, जसलाई नहाए खाए पनि भन्ने गरिएको छ। दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ। यस पर्वमा सूर्यको उपासनालाई प्रकृतिको पूजासँगै भाकल गरेका व्रतालुहरूका लागि सन्तान, निरोगिता, सुख समृद्धि र चर्मरोग निको हुने जनविश्वास छ। अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा छ। धनुषाको पोर्ताहा नजिक 2 मोटरसाइकल जुत्दा 3 जना घाइते भएका छन्। आज दिउँसो जनकपुरतर्फ आउँदै गरेको J6P 7381 मोटरसाइकल र सिरहाको बन्दीपुरतर्फ जाँदै गरेको J6P 8431 नम्बरको मोटरसाइकल जुधेका हुन्। दुर्घटनामा परि जनकपुरधाम वडा नम्बर 21 का 27 वर्षीय रोशन शाह, उनका श्रीमती 25 वर्षीय शकुन्ती शाह, सिरहाको कर्झना वडा नम्बर 3 का नवीन यादव घाइते भएका छन्, जसमध्ये घाइते शकुनदेवीको अवस्था गम्भीर रहेको पोर्ताहा प्रहरले जनाएको छ। उनीहरूको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। छठ पूजाका लागि मेची नदीको पूजा स्थल घाटतर्फ जाँदै गरेकी एक बालिकाको आज ट्र्याक्टरले किचेर मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका 5 पोखरीटोल निवासी 6 वर्षीय राशि यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जगेवीले जानकारी दिनुभयो। मेची नदीको किनारमा तयार गरिएको घाटमा पूजाका लागि मे 1 त 5232 नम्बरको ट्र्याक्टरमा चढेर गइरहेको अवस्थामा त्यसबाट खसेको र सोही ट्र्याक्टरले किच्दा उनको मृत्यु भएको उहाँको जानकारीले दिनुभयो। डोटीको दुधपायल सिलगढी नगरपालिका 4 पिप्लामा एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। शैलेश्वरी अस्पतालको से 1978 नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा 8 वर्षीय ईशान कुँवरको मृत्यु भएको हो। ईशान शैलेश्वरी अस्पतालका निर्देशन आइजङ्ग कुँवरका छोरा हुन्। एम्बुलेन्सको ठक्करबाट घाइते बालकको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो, शैलेश्वरी अस्पतालले जानकारी दिएको छ। एम्बुलेन्स व्यापक गर्ने क्रममा बालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। एम्बुलेन्स र त्यसको चालकलाई प्रहरले नियन्त्रणमा लिएको छ। अब न्युजमा व्यावसायिक विश्रामपछि। आज विश्व मधुमेह दिवस। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइयो। नेपाल विकास र समृद्धिको बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ। र वेस्ट इन्डिजमा जारी T20 महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलियाको प्रवेश।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। आज विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। मधुमेह रोग लाग्नुको कारणबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यका साथ काठमाडौँ लगायत देशका मुख्य सहरहरूमा विश्व मधुमेह दिवसको अवसर पारेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। यसै अवसर पारेर लाइसेन्स क्लब इन्टरनेसनले काठमाडौँको विभिन्न स्थानमा बुधबार बिहान प्रभात फेरी निकालेको छ। यस रोग लाग्न नदिन शारीरिक व्यायाममा विशेष जोड दिन आह्वान गर्दै लाइसेन्स प्रभात फेरी कार्यक्रम आयोजना गरेको हो। यो रोग लाग्न नदिन सचेत रहन अपिल गर्दै प्रभात फेरी कार्यक्रम सञ्चालन गरिएको लायन्स राकेश चक्रधरले जानकारी दिनुभयो। अनि लाइन्सले चाहिँ यो चिज चाहिँ अलिकति सबलाई जनचेतना दिने हिसाबमा हामीले चाहिँ यो एउटा प्रभात फेरी र हाम्रो सबभन्दा ठुलो इच्छा चाहिँ के भने हामीले किन यो भइरहेछ भन्ने कुरा हामीलाई थाहै छैन। त्यो खालि त्यो थाहा दिनलाई हाम्रो रहनसहन, हाम्रो जुन लगाइ खवाई भयो, हाम्रो सबै चिजहरू मिलिरहेको छैन। त्यो कारण हो। अरू देशमा चाहिँ तपाईँको डायबिटिज भयो भने सबभन्दा पहिला ओरिएन्टेसन क्लासमा राख्छन्, तर हाम्रो यहाँ चाहिँ पहिला औषधि दिन्छन्। खास किन हुन्छ भन्ने कुरा हामीलाई थाहा भयो भने यो हरेक चिजहरू अटोमेटिकली धेरै कम हुन्छ। हाम्रो चाहना चाहिँ हरेक घरको मान्छेले कमसेकम एकपटक यो ओरिएन्टेसन क्लासमा बस्यो भने मानौ कि तपाईँको निकै नेपालमा उपयुक्त खानपान र शारीरिक व्यायामको अभावमा मधुमेह रोग बढ्ने गरेको विभिन्न अध्ययनले देखाएको छ। चिकित्सकहरूले मधुमेह रोगबाट बच्न शारीरिक रूपमा तन्दुरुस्त रहन आग्रह गर्दै आएका छन्। उनीहरूले यो रोगबाट बच्नका लागि सन्तुलित भोजन, दैनिक 30 मिनेट शारीरिक व्यायाम गर्न सचेत गराएका छन्। प्रधानमन्त्री केपी ओलीले नेपाल विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले आज चीनका पर्यटन तथा संस्कृति मन्त्री लुओ सुसाङसँग भेटमा नेपाल विकास र समृद्धिको बाटोमा अघि बढिरहेको बताउनु भएको हो। त्यस अवसरमा उहाँले नेपालको विकासमा चीन सरकारको सहयोग अझै वृद्धि हुने विश्वास पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा चीनका पर्यटन तथा संस्कृति मन्त्री सुवाङले नेपाल पर्यटन क्षेत्रको विकासका लागि आवश्यक लगानी गर्न आफ्नो सरकार सदैव तयार रहेको बताउनु भएको थियो। चीनिया मन्त्रीले नेपालको विकासका लागि सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष जोड दिन आग्रह गर्नुभएको भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। चीनका मन्त्री सुगाङले प्रधानमन्त्री ओलीसँगको भेटमा भूकम्पले क्षति पुर्याएको नेपालको सांस्कृतिक सम्पदा विगतको भन्दा पनि उन्नत ढङ्गले पुनर्निर्माण हुने भन्ने विश्वास पनि व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा मन्त्री सुगाङले पर्यटन भ्रमण वर्ष 2020लाई सफल बनाउन पनि आफ्नो मुलुकले सक्दो सहयोग गर्ने वचन दिनुभएको थियो। जुन हामीले भिजिट 2020 भनेर 2020लाई टुरिज्म इयरका रूपमा घोषणा गरेका छौँ, त्यो टुरिज्म इयरको सन्दर्भमा अलिकति धेरैभन्दा धेरै चाइनिज टुरिस्टलाई नेपाल भ्रमण गराउने तयारीको सन्दर्भमा र तेस्रो चाहिँ चाइनाले जुन नेपालको सांस्कृतिक र सम्पदा क्षेत्रको विकासका लागि काम गरिरहेको छ, त्यो क्षेत्रलाई अगाडि बढाएर लिएर जानका लागि त्यसको कामलाई उहाँले निरीक्षण गर्ने र सँगसँगै त्यसलाई अझ छिटोभन्दा छिटो सम्पन्न गर्दाखेरि नेपालले जुन नेपाली मौलिकता छ, नेपालको आफ्नो परम्परागत शैली छ, ती शैली र परम्परागत मौलिकताहरूमा कतै पनि तलमाथि नपरिकन ती कामहरू अगाडि बढुन्। त्यसको एक्युरेसीमा उहाँले आफैले पनि भन्नुभयो अहिले प्रधानमन्त्रीसित पनि, त्यो एक्युरेसीमा चाहिँ कति पनि तल नहोस्, बरु अझ त्योभन्दा उन्नत स्तर। नेपालमा चिनिया पर्यटक गत वर्षभन्दा 48% वृद्धि भएको छ। यसलाई अझै बढाउन यहाँको सांस्कृतिक सम्पदाको संरक्षणमा नेपालले जोड दिनुपर्ने मन्त्री सुगाङको प्रधानमन्त्री ओलीलाई सुझाव थियो। काठमाडौँमा आयोजित चिनिया महोत्सवमा सहभागी हुन मन्त्री सुगाङ नेपाल आउनु भएको हो। उहाँले नेपाल बसाएको क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसँग मङ्गलबार भेट गरी नेपालको पर्यटन विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सरकारले उद्योग ग्राम स्थापना गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै स्थानीय तहलाई उपलब्ध स्रोत, साधन तथा सिपमा आधारित हस्तकला लगायतका उद्योग ग्राम स्थापना गर्न आग्रह गर्नुभएको हो। आज नेपाल हस्तकला महासङ्घले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उद्योग ग्राम स्थापना गर्ने स्थानीय तहलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा पनि व्यक्त गर्नुभयो। पर्यटकीय सम्भावना गर्नुपर्ने हुन्छ। क्राफ्ट भिलेजहरू अथवा औद्योगिक ग्रामहरू, उद्योग ग्रामहरू भनौँ अथवा हस्तकला ग्रामहरू भनौँ,
प्रत्येक स्थानीय तहले आफ्नो त्यहाँको स्थानीय कच्चा पदार्थको उपलब्धता, स्थानीय कौशल सिप, स्थानीय रूपमा हामीले गर्न सक्ने काम र स्रोतको उपलब्धताको आधारमा त्यस्ता ग्रामहरू स्थापना गर्दै गयो भने हामीलाई आज एउटा क्राफ्ट सिटी छ, भोलि धेरै क्राफ्ट भिलेजहरू हुन सक्छन्। त्यसतर्फ नेपाल सरकारले सहयोग गर्न तयार छ। यसलाई नयाँ प्रविधिबाट परम्परागत सिपलाई र परम्परागत कौशललाई नयाँ प्रविधिबाट पनि गर्न सकिन्छ भने अर्थमन्त्री खतिवडाले मुलुकको हस्तकला लगायतका बौद्धिक सम्पत्ति चोरी हुन नदिन सरकारले बौद्धिक सम्पत्तिमाथिको अधिकार सम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाएको पनि जानकारी दिनुभयो। उहाँले हस्तकला सम्बन्धी बौद्धिक सम्पत्ति चोरी हुन नदिन आवश्यक सुझाव दिन पनि हस्तकला व्यवसायीहरूलाई आग्रह गर्नुभयो। अर्थमन्त्री खतिवडाले नेपालबाट निर्यात हुने हस्तकलाको एकिन तथ्याङ्क सङ्कलन गर्ने काममा सहयोग गर्न पनि व्यवसायीहरूलाई सचेत गराउनुभयो। नवनियुक्ति राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर टिलिम सिन्हाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नवनियुक्ति उपाध्यक्ष टिलिम सिन्हालाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। शपथ ग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष टिलिम सिन्हाले आफ्नो अनुभव र लगावलाई खेलकुद क्षेत्रको विकासमा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुलुकको खेल र खेलाडीहरूको हितमा समर्पित हुने नवनियुक्ति उपाध्यक्ष टिलिम सिन्हाको भनाइ छ। उहाँले खेलकुद क्षेत्रमा अवजित गतिविधि हुन नदिने योजना पनि सुनाउनुभयो। पुरातनवादी खेलकुद अलिकति ओल्ड मोडल टाइपको खेलकुद हो भने त्यसलाई हामीले समय क्रममा क्रमभङ्ग गरेर अगाडि बढ्नुपर्छ भन्ने मूल्य मान्यता मैले राख्छु, खेलकुद परिषदले राख्छ, सदस्य लगायत यो खेलकुद परिषदको टिमले राख्छ भन्ने मैले सोच्छु। यसका निम्ति म क्रियाशील रहनेछु। खेलाडीको हितको निम्ति, खेलको हितको निम्ति म सदैव क्रियाशील रहनेछु। मैले मेरो शपथमा सम्पूर्ण शब्दले उल्लेख गरेर प्रतिबद्धता व्यक्त गरेको छु। टिलिमसिन्हा यस अघि पनि परिषदको उपाध्यक्ष हुनुभएको थियो। समारोहमा परिषदका नवनियुक्त सदस्यहरू राजेश गुरुङ र इन्दिरा निरौलाले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मन्त्री विश्वकर्माले गुरुङ र निरौलालाई पनि पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। शपथ ग्रहण समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट लगायतको सहभागिता रहेको थियो। काठमाडौँ महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेस्टुरेन्ट तथा डान्स बारबाट 35 बालबालिकाको उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको बालबालिकाको उद्धार विशेष कार्यक्रम अन्तर्गत उनीहरूको उद्धार गरिएको हो। वृत्तका प्रमुख एवं प्रहरी नायब परीक्षक गौतम कुमार केसीले विभिन्न डान्स बारमा काम गर्नुका साथै मनोरञ्जन लिइरहेको अवस्थामा बालबालिकाको उद्धार गरिएको जानकारी दिनुभयो। वृत्तले बालबालिकालाई डान्स बारमा काम लगाउने युनिक डान्स बार र बेबो डान्स बारका 3 सञ्चालकलाई समेत पक्राउ गरेको छ। उनीहरूलाई बालबालिका ऐन 2075 अनुसार कारबाही गरिने केसीले बताउनुभयो। अपन न्युजमा पूर्ण व्यावसायिक विश्रामपछि सीएनद्वारा ट्रम्प प्रशासनले विरुद्ध मुद्दा दायर, आफ्नो पत्रकारको परिचय पत्र व्हाइट हाउस प्रवेशको लागि रद्द गरेको भनाए र वेस्ट इन्डिजमा जारी T20 महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलियाको प्रवेश। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। काठमाडौँमा अवैध रूपमा उत्पादन भई बिक्री वितरण भइरहेको बीएमसी मिट मसाला र स्याम्पूहरू बरामद गरिएको छ। प्रहरले काठमाडौँको नौकापाबाट काठमाडौँ अत्याधुनिक मेसिनहरू राखी गैरकानुनी रूपमा उत्पादन गरी बजारमा बिक्री भइरहेको 44 कार्टुन बीएमसी मिट मसाला र उत्तिकै परिणाममा स्याम्पूहरू बरामद गरेको हो। धादिङ धर्के घर भई हाल नैकपा बस्दै आएका बासुप्रसाद बिडारीले ज्योति सोप एन्ड केमिकल्स इन्डस्ट्रीको नाममा अवैध रूपमा मसाला र स्याम्पू उत्पादन गर्दै आएको सूचना पाएपछि मङ्गलबार सो परिमाणको मसाला सहितको सामान बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुमार लामाले जानकारी दिनुभयो। प्रहरीले बिडारी र निजको श्रीमती ज्योतिलाई पनि नियन्त्रणमा लिई कालो बजारी ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको पनि आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
कारखाना विगत 1.5 वर्षदेखि नै चालु अवस्थामा रहेको थियो भन्दाखेरि उसले लामो समयदेखि यो कार्यहरू गर्दै गरेका छन् र निजकै भनाइअनुसार करिब महिनामा 100 कार्टुन जति BMC मसलाहरू र त्यतिकै परिणाममा सेम्पूहरू बजारमा जाने गरेको भन्ने उसको चाहिँ प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अहिले हामी त्यहाँ हामीले 2 जना नियन्त्रणमा लियौँ। एकजना ज्योति बिडारी जसको नामबाट फर्म प्रहरले गैर कानुनी रूपमा उत्पादन हुँदै आएका 44 कार्टुन BMC मिट मसाला, 11 बोरा मसालाको कच्चा पदार्थ, 370 बक्स स्याम्पूका लागि आवश्यक कच्चा पदार्थ लगायतका सामग्री बरामद गरेको हो। बिडारीले अवैध रूपमा सञ्चालन गरेको सो उद्योगमा वार्षिक 2 करोड बराबरको कारोबार हुने गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुम्न आएको छ। काठमाडौँको भृकुटी मण्डपमा हस्तकला व्यापार मेला सुरु भएको छ। 16औं हस्तकला व्यापार मेला तथा 14औं हस्तकला प्रतियोगिता बुधबारबाट काठमाडौँमा सुरु भएको हो। मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालको हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्यस अवसरमा उहाँले हस्तकला मेलाका लागि आवश्यक प्रदर्शनी स्थल निर्माण गर्ने घोषणा पनि गर्नुभयो। उपलब्धतामा यहाँहरूले विषय उठाउनु भएको छ। वनजन्य, खानीजन्य अथवा हाम्रा परम्परागत प्राकृतिक स्रोतजन्य कतिपय कुराहरूमा कच्चा पदार्थकै अभावको प्रसङ्ग उठाउनु भएको छ। त्यो मैले नोट गरेको छु। सरल ब्याजमा पुँजी पाउनु पर्दछ भन्ने कुरा उठाउनु भएको छ। त्यो पनि मैले नोट गरेको छु। तपाईँहरूले गरेको उत्पादन बजारसम्म ल्याउनलाई प्रदर्शनी स्थल चाहिन्छ भन्नुभएको छ। त्यो पनि मैले नोट गरेको छु र हामी सहकार्य गरेर अघि बढ्ने कुरा मैले गरिसकेको छु। तपाईहरु कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले विश्वमा नेपालको परिचय दिलाउन सफल हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनु भएको थियो। नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पनि हस्तकला क्षेत्रले उल्लेख्य योगदान दिएको उहाँको भनाइ थियो। नेपाललाई विश्वमा चिनाए, नेपालको कलालाई, नेपालको संस्कृतिलाई, नेपालको धर्मलाई र अर्थलाई चलायमान बनाउने एउटा महत्त्वपूर्ण सेक्टर हो र उद्योग वाणिज्य महासङ्घले नेपाल हस्तकला महासङ्घले गरेका हरेक कार्य, हरेक मेलालाई सधैँ प्रोत्साहन गर्दै आएको छ। 5 दिनसम्म चल्ने मेलामा करिब 170 वटा स्टल रहेका छन्। मेलामा भारत, चीन, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भुटान सहितका अन्तर्राष्ट्रिय व्यापारीहरूको करिब 20 वटा स्टल पनि रहेको मेला आयोजक समितिका संयोजक हेमरत्न साक्यले जानकारी दिनुभयो। मेलामा उत्कृष्ट हुने स्टकलाई 50,000 नगद सहित पुरस्कारको व्यवस्था पनि गरिएको छ। काष्ठकला, सुन चाँदी, ऊनी तथा सुती र ढाकाका सामान, पास्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बाँस र जडीबुटीका सामग्रीहरू मेलामा मुख्य आकर्षणमा राखिएका छन्। मेलामा करिब 10 करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। नेपालको हस्तकला सामग्रीको विश्व बजारमा उच्च माग गर्दै आएको छ। नेपाली हस्तकलाको आन्तरिक बजारमा वार्षिक 10 अरब बराबरको खरिद बिक्री हुने गरेको छ भने त्यसै अनुपातमा अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात हुने गरिएको बताइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। केबल न्यूज नेटवर्क CNN ले आफ्ना वरिष्ठ पत्रकार जिम एक्सकोरा परिचय पत्र व्हाइट हाउस प्रवेशका लागि रद्द गरेपछि ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेको छ। जिम एकोस्टा व्हाइट हाउसका लागि CNNका प्रमुख संवाददाता रहेका थिए। गएको हप्ता पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसपछि उनको प्रेस हार्ड पास फिर्ता लिएको थियो। CNNले राष्ट्रपति कार्यालयले संवैधानिक अधिकारले उल्लङ्घन गरेको आरोप लगाएको छ। मंगलबार वाशिंटनको अदालतमा दायर गरिएको मुद्दामा राष्ट्रपति ट्रम्प र उनका सहयोगीलाई प्रतिवाद बनाइएको छ। राष्ट्रपति ट्रम्पसँग चीफ अफ स्टाफ जोन केली र व्हाइट हाउसकी प्रवक्ता सारी स्यान्डर्स पनि रहेका छन्।
अस्ट्रेलिया वेस्ट इन्डिजमा जारी T20 महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा न्युजिल्यान्डलाई 33 रनले पराजित गर्दै अस्ट्रेलिया एक खेल अघि नै विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो। 154 रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले 17.3 ओभरमा सबै विकेटको क्षतिमा 120 रन मात्रै बनाउन सकेपछि अस्ट्रेलियाले सहज जित निकालेको हो। न्युजिल्यान्डका लागि सुजी बाटेसले 48 र क्याटिस मार्टिनले 24 रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन्। बलिङतर्फ अस्ट्रेलियाकी मेगन स्कुटले 3 विकेट लिइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 153 रन बनाएको थियो। अस्ट्रेलियाका लागि अलिसा हेनरीले 53 रनको योगदान दिएकी थिइन्। अस्ट्रेलियाले लगातार 3 खेलमा 70% नतिजा निकाल्दै 6 अङ्क बनाएर एक खेल अघि नै सेमिफाइनलमा यात्रा तय गरेको हो। समूह बीमा रहेको अस्ट्रेलियाले समूह चरणको अन्तिम खेलमा भारतसँग 17 तारिखमा खेल्नेछन्। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको छठ पर्व विधिपूर्वक सम्पन्न। ट्र्याक्टरले खिचेर एक बालिकाको मृत्यु, एम्बुलेन्सको ठक्करले एक बालकको मृत्यु। आज विश्व मधुमेह दिवस। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइए। नेपाल विकास र समृद्धिको बाटोमा अघि बढेको प्रधानमन्त्रीको ओलीको भनाइ। र CNN द्वारा ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर, आफ्नो पत्रकारको परिचय पत्र व्हाइट हाउस प्रवेशको लागि रद्द गरेको भनाइ। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।